साथीहरु नमस्कार गुड आफ्टरनुन। आज चाहिँ म तपाईहरुलाई आराम रहेको जानकारी गराउँछु र आयोग तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने मलाई आशा लागेको छ। अनि जुन मेरो युट्युब च्यानल जन्तरी भ्लगलाई तपाईहरुले सबैजनाले माया गरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि आज चाहिँ म घरदेखि कालाबन्जरसम्मको यात्रामा छु। अनि म चाहिँ एउटा के भन्छ एउटा छोटो मिठो सानो बाटोमा जाँदै गरेको अनि कालाबन्जरसम्म पुगेको म तपाईहरुलाई भिडियो संस्प्रेषण गर्न चाहन्छु। तपाईहरुले यदि मन पराउनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला, जुन कि तपाईहरुको माया सपोर्ट चाहिएको छ यो जन्तरीलाई। अनि त्यसैगरी अब चाहिँ म घरबाट निस्कनु पर्ने हुन्छ हैन। अनि रेडी भइसकेको छु। अनि परबाट चाहिँ शान्ति बहिनी हुनुहुन्छ अनि मैले चाहिँ अब यहाँ घरबाट जानुपर्ने हुन्छ। अनि त्यसैगरी चाहिँ फाइनल्ली जानुपर्ने हुन्छ। त्यसैले म चाहिँ ढोकाको चाबी लगाउँदै छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। त्यसैगरी म चाहिँ शान्ति बहिनीको सम्म साइकलबाट जानुपर्ने हुन्छ हैन। म साइकल निकाल्दै छु। मेरो साइकल यहाँ यस्तो छ बिचरा बिजोग गरी। म साइकल निकाल्छु अनि साइकलबाट जाने त्यहाँ परसम्म। ओए हर बिजोग भएछ नि यार मेरो त। वाह मेरो फुल मेरो मनी प्लान्ट हेर न कुखुराले के गरेको। यत्रो वर्षसम्म मैले यति स्याहारेको थिएँ नि यो मनी प्लान्ट। हेर न यी सबै टुक्रा टुक्रा पार्दैछ कुखुराले त। हेर न होइन मलाई किन यसरी यो होइन मैले कति वर्षमा हेर सबै यस्तो चात्ता चुत्ता बनाइदिएछ हौ रिस उठ्ने। अलिकति हुर्किँदै गरेको थियो मेरो मनी प्लान्ट यस्तो बनाइदिएछ कुखुराले त। यो कुखुराको बिजै त म त होइन पैसा अलिअलि आएको पनि खोस्राएर पठाउँछ कि के हो कुखुराहरूले पनि। मनी प्लान्ट अलिकति फस्ट्यो भने पैसा आउँछ अरे। अनि पैसा सकिँदै गएपछि मनी प्लान्ट पनि मर्दै जान्छ भनेर भन्छ। त्यस्तै गर्यो कि हो अलिअलि पैसा आउँदै थियो भने सबै कुखुराले खसेर पठाइदियो क्या। तर कस्तो जिस्सै हुन्छ यो कुखुराहरू पनि। म त त्यही त म उयो गर्छु। म यति धेरै फुलको सोखिन छु नि। म फुल भनेपछि एकदम मनपर्छ क्या। चोक जाने मोडै हरायो हो म त। यो कुखुराले त यस्तो 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 काटेर खाइदिउँ कि के हो। घरि गमला लडाइदिन्छ, घरि फुल अलिकति सब्रिँदै गरेको पनि सबै खोस्राएर पठाइदिन्छ रिस उठेर। र पनि म जान्छु अब मेरो यात्रासम्म त पुग्नुपर्ने हुन्छ साथीहरू। त्यसै गरी म चाहिँ अहिले साइकल यात्रामा छु। मेरो साइकलमा जाँदैछु। त्यसै गरी मेरो अगाडि राजु ओइ राजु यता आइज। साइकलमा जाँदैछु साथीहरू। साथीको सम्म होइन त्यहाँबाट चाहिँ केमा जानुपर्ने त थाहा छैन। अयो हाम्रो बाटो चाहिँ यस्तै छ है। बल्ल बल्ल म चाहिँ छिट्टो गरेर आउँछु। ऊ चाहिँ भर्खरै अहिले पनि मेकअप नै गरिरहेको छ। अयो यो त भएन नि साथी त भर्खरै मेकअप भयो। के भयो सासा? आइफोन जस्तो देखेको थियो क्या। आइफोन हो त मेरो आइफोन हो। आमा चाहिँ फुल स्याहार्नु हुँदैछ को। ठिक छ त। फुल स्याहार्नु मन लाग्छ मलाई त्यस्तै होइन। मेरो मनी प्लान्ट उयो गरेको अलिकति फस्टिदेखेको त कुखुराले सबै खोस्राएर धोजा धजा गरिदिएको क्या। कस्तो सबै छेन्द्रो बनाइदिएको रिस उठेर म त होइन। कति वर्ष
वर्षमा त मेरो मनी प्लान्ट यस्तो गरेर बुचुक्क भएको थियो नि त कस्तो राम्रो भन्छन् है यो मनी प्लान्ट अलिकति फस्टिँदै गयो भने पैसा आउँछ अरे राम्रो अरे अनि पैसा भएन भने मरिजान्छ अरे पैसै छैन सकि गएर उयो कुखुराले पनि यसो हेपेको हो कि के हो रिस उठेर त म त एकछिन त आँखै हेरिन हौ तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु खतरा गरी जानी नजानी मान्छेले त मलाई यस्तो होइन गीत गाउँछु बाउलाई भन्छन् होला हौ नि लाज हुन्छ नि हौ बुहारी भइसकेपछि के गीत गाएको भन्छन् होला जस्तो लाग्छ क्या मेरो सपोर्ट हुनुहुन्छ है मेरो आमा आयो यतिसम्म भनिदिने मान्छे भए चाहिँ हामी चाहिँ फाइनल्ली अब चाहिँ आयो साथीसँग हिँडेको अब स्कुटीमा लाग्यो काला बन्जर आनन्द चोकदेखि लक्ष्मी चोकदेखि हुँदै काला बन्जरसम्मको यात्रा ए आएको थियो बिचरा हामी डुल्नुले चटपटी खानै पाएन नि साथीहरू देख्न सक्नुहुन्छ मेरो घरबाट चाहिँ काला बन्जर जाने बाटो हामी चाहिँ हेरेकै मलाई ए तपाईँलाई तपाईँहरूलाई सबैलाई सेयर गरिदिएको मेरो युट्युब च्यानल साथीलाई अब सपोर्ट गर्नुहुन्छ भन्ने आशा गरेर आशा लाग्यो अनि त्यसैले सबैजनाको सब्सक्राइबको लागि मैले रिक्वेस्ट गरेको अनि जुन तपाईँहरूले मेरो पनि भिडियो तपाईँहरूको मोबाइलमा आएछ भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु निरन्तर तपाईँहरूको माझ रहिरहेको छ यो जानकारी अहिले त खेतबारीमा पनि केही छैन के भन्छ सुक्खा न सुक्खा धानको ठुठा बाहेक